Hello everyone, welcome back to my channel. I hope you all are doing well. It's been a while मैले cooking videosहरू चाहिँ हालेको छैन. Today I'm planning to prepare the chicken kocha which is really popular in the market. मैले देखिरहेको few ठाउँमा चाहिँ like especially टिकटकहरुमा अहिले एकदमै popular छ नि त. अनि त्यहाँनिर चाहिँ चिकनको अचारको प्राइस हेर्दाखेरि चाहिँ it starts from 1500 to 2000 which I feel quite expensive. मैले सोचेको लेट्स प्रिपेयर एट होम कतिको प्राइस रेन्जिङ निक्लिँदो रहेछ अनि त्यसपछि डेफिनेटली होममेड इज हेल्दियर राइट त्यो भएको भएर चाहिँ आज म आफै चिकन अचार बनाउँदैछु आई हेभ अलरेडी प्रिपेयर्ड माई मिसन प्लान हाम्रो लाइक के चाहिन्छ चिकन अचारको लागि चाहिँ अलरेडी रेडी छ दिज आर द फ्यु थिङ्स फर द इन्ग्रिडियन्ट्स हामीसँग छ यहाँ चाहिँ सनफ्लावर ओइल देन 1 kg अफ चिकन यो चाहिँ बोनलेस होइन विथ बोनै गर्दैछु बिकज मलाई बोनलेस अलिक मन पर्दैन द्याट्स द रिजन अनि त्यसपछि हामीसँग छ स्लाइस लसुन अदुवा अनि त्यसपछि सुकेको खोर्सानी अनि त्यसपछि स्पाइसेसमा चाहिँ हामीसँग छ नुन अनि टिमुर त्यसपछि अलिकति रफली ग्राइन्ड के भन्छ धनियाँ र जिरा सरी म अलिक कन्फ्युज भइरहेको छु त्यसपछि हामीसँग छ यहाँनिर बेसार अनि त्यसपछि यो चाहिँ मिक्स मसलाहरू हो यसमा चाहिँ के छ म तपाईँहरूलाई लेखेर चाहिँ राखिदिनेछु डिस्क्रिप्सन बक्समा है त ओके लेट्स स्टार्ट अब चाहिँ यहाँनिर मैले ओक लिएको छु यसमा अलिकति इजी हुन्छ चलाउन भनेर लेट्स अन द हिट ओके फर्स्टमा चाहिँ हाम्रो लाइक यो ओक चाहिँ मजाले हिट हुनु पर्यो ल अब चाहिँ हिट भइसकेको छ र हामीले सनफ्लावर ओइल चाहिँ हाल्छौँ यहाँ अलि धेरै मजाले हाल्नुपर्ने हुन्छ चिकनलाई म्यारिनेसन गर्छौँ म्यारिनेसन भेरी सिम्पल ओके जस्ट अलिकति ओइल हाल्छौँ यसमा चाहिँ देन हामी अलिकति बेसार हाल्छौँ थोरै यति बेसार हाल्नु त्यसपछि हामी हाल्छौँ यहाँनिर नुन रेस्ट अफ द थिङ हामी पछि मसला पकाउँदाखेरि नै हाल्छौँ लेट्स म्यारिनेट है त यहाँ चाहिँ म्यारिनेटेड चिकन अलरेडी रेडी छ तपाईँले म्यारिनेसन चाहिँ फर हाफ एन आवर जति राख्नु भने भइहाल्छ तेल पनि हिट भइसकेको छ मजाले हिट भइसकेपछि चाहिँ यो मासुलाई यहाँ हालिदिने बी केयरफुल अलिकति तेल उछिटिन सक्छ अब यसलाई मजाले चलाइ डिप फ्राई गर्नुपर्छ र यहाँ चाहिँ मासु फ्राई हुँदा हुँदा हामी प्यारलली यो मसलाहरूलाई पनि रोस्ट गरिहाल्छौँ है यो प्यान मजाले हिट भएपछि चाहिँ यसलाई रोस्ट गर्नु र यो चाहिँ अलरेडी हिट भइसकेको छ न यो मसलाहरू हामी हालेर मजाले फ्राई गर्छौँ यो चाहिँ मजाले फ्राई भइसकेपछि चाहिँ हामीले यसलाई मिक्सरमा ग्राइन्ड गर्छौँ अनि त्यसपछि पछि मसला हामी चिकनमा चाहिँ मिक्स गर्ने हो यसलाई चाहिँ चलाइ मजाले रोस्ट गर्नुपर्ने हुन्छ फेरि नत्र डढ्न सक्छ एक साइड चाहिँ तितो हुन्छ त्यही भएर मजाले चलाउने अनि आवाज पनि गर्नुभएको ओके अब यतिको रोस्ट ग्राइन्डरमा चाहिँ ग्राइन्ड गर्छौँ र अब चिकन चाहिँ यतिको फ्राई भएपछि चाहिँ हामीले निकाल्दा हुन्छ र चिकनलाई मजाले फ्राई चाहिँ गर्नुपर्ने हुन्छ फेरि अलिक गिलो गिलो टाइपको भयो भने चाहिँ अलिक लामो समय राख्न मिल्दैन र बिग्रिहाल्ने हुन्छ त्यो भएर मजाले फ्राई चाहिँ गर्नु होला है त अझै चिकन र यही तेलमा चाहिँ हामीले फेरि यतिको फ्राई चाहिँ हुनु पऱ्यो है त चिकन आवाज अब यो रेड चिल्ली ड्राई रेड चिल्लीलाई पनि फ्राई गरौँ हामी ओइलमा हामीले चाहिँ यतिको फ्राई भइसकेपछि यसलाई झिकिहाल्नु यो स्लाइस जिन्जर गार्लिकलाई नै हामी फ्राई गर्छौँ यसलाई पनि मजाले क्रन्ची हुने गरेर फ्राई गर्नु पऱ्यो यतिको गोल्डन
फ्राइड भइसकेपछि चाहिँ गोल्डन कलरको भएपछि चाहिँ हामीले यसलाई निकाल्नु पऱ्यो, नत्र फेरि अनि अब यो चाहिँ अलरेडी फ्राइड भइसकेको छ र मैले चाहिँ अब यो मिक्सै गर्ने हो जे गरे पनि, त्यो भएर यो चिकनमै मिक्स हालिदिँदैछु। अब चाहिँ तोरेको तेलले चाहिँ म मसलाको लागि, अब यो मसलालाई चाहिँ हामी यहाँ हाल्छौँ। त्यसपछि यो मजाले रोस्ट गरिसकेको छ, सो त्यस्तो गनाउने भन्ने चाहिँ हुँदैन। त्यसपछि यो चाहिँ मैले प्योर तोरीको तेल हाल्दैछु। झुवाई झुवाई खोइ आवाज आउँदो रहेछ र यसलाई मजाले मिक्स गर्ने। तेलै त पुगेन क्या, काँचो त नहाल अब गनाउँछ यार। त्यो पनि पुगेछ तल ख तेलहरू। ल हाम्रो चिकन अचार चाहिँ रेडी भइसकेको छ। सो एकदमै डेलिसियस देखिरहेको छ हेर्दाखेरि चाहिँ। अब टेस्ट पनि मिठै छ भन्ने आशा गर्दैछु। लेट मी ट्राई वान है त कस्तो रहेछ भनेर। आवाज त सुनिरहनु भएको कुरुम 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 मिठो छ। ओके, सो तपाईँहरूलाई पनि मनपर्छ भने चाहिँ घरमा बनाएर खान सक्नुहुन्छ। सो स्पेसली तपाईँले घरमा केही इभेन्टहरू गर्दै हुनुहुन्छ अथवा खाना पकाउन तरकारीहरू पकाउन अल्छी लाग्छ भनेपछि चाहिँ यो चिकन अचार छ भनेपछि दाल बनाउने, टक्क अचार 2-3 पिस हाल्ने, टक्क खाने है त। थ्याङ्क यू।